यो पूर्व जन्मको पापले गर्दाखेरि भएको हो, यो सरुवा रोग हो, यो एकचोटि लगाइसकेपछि कहिले पनि निको हुँदैन। त्यही सोसल साइटहरू हेरिरहँदा बाहिरी वातावरणलाई भुलेर मोबाइलमा मात्र अथवा ग्याजेट्सहरूमा मात्र लागेको चाहिँ त्यो हेरचाह गर्नु पर्यो। त्यसको लागि हामीले डाइटमा ध्यान दिन पर्यो। अर्को भनेको हाम्रो स्लिप प्याटर्नहरू ध्यान दिन। अर्को भनेको हामीले अब केही कुरामा हामी आफ्नो इन्भेस्ट गर्दैछौँ भने दिनमा 24 आवर हुन्छ। रोग लागेर उपचार गर्नुभन्दा रोगै नलाग्नु दिनु बेस। यो प्लेटफर्ममा हामीले सहयोग गर्नको निमित्त हामीसँग पशुपति तौलागाईबाट मनोसामाजिक परामर्शकर्ता पाल्नु भएको हुनुहुन्छ। यो हामीले मनोरोगको बारेमा पनि अलिकति थोरै हजुरले अलिकति स्पष्ट पारिदिनुहोस्। कसरी हामी बुझ्ने, हामी साधारण मान्छेले यो मनोरोग अथवा तपाईँको मेन्टल हेल्थ अथवा मेन्टल इलनेस भनेर कसरी बुझ्ने त्यो विषयमा? यसमा चाहिँ के हुन्छ भने प्राय हामीले सामान्य भाषामा बुझ्नु पर्दाखेरि चाहिँ आफ्नो शरीरमा कुनै रोग व्यथा नलागेको, औषधि खान नपर्ने अथवा अस्पताल बारम्बार धाइराख्न नपर्ने अवस्थालाई चाहिँ हामीले स्वस्थ भनिन्छ। कुनै पनि व्यक्तिलाई विश्व स्वास्थ्य सङ्गठनले भने अनुसार चाहिँ एउटा व्यक्तिलाई मानसिक रूपले पूर्णतया स्वस्थ हुनको लागि उसले चाहिँ आफ्नो जीवनमा आइपर्ने सामान्य तनावहरूको सही तरिकाले व्यवस्थापन गर्न सक्नु, अर्को भनेको आफ्नो समाजमा उत्पादनमूलक र फलदायी कामहरू गर्न सक्ने र आफ्नो क्षमताको पहिचान गर्न सक्ने। यदि कोही व्यक्तिले यस्तो गर्न सक्नुभयो भने चाहिँ उहाँ मानसिक रूपले स्वस्थ हुनुहुन्छ। तर कोही व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न नसक्ने, समाजमा उत्पादन र फलदायी रूपले काम गर्न नसक्ने, आफ्नो जीवनमा आइपर्ने सामान्य तनावहरू पनि व्यवस्थापन गर्न नसक्ने हो भने चाहिँ हामीले मानसिक रूपले अस्वस्थता अथवा मानसिक समस्या भन्न सकिन्छ। अब हामीले यो पत्र पत्रिकामा पढ्दै आइरहेको छौँ, अब नेपालको हालत पनि एकदमै मानसिक रोग चाहिँ विरुद्ध चाहिँ अथवा मानसिक रोग सम्बन्धी चाहिँ एकदमै कहली लाग्दो समस्या रहेको देखिन्छ। यो बारेमा चाहिँ नेपालको अहिलेको वर्तमान अवस्था के कस्तो छ त त्यो विषयमा थोरै जानकारी गराइदिनुहोस्। नेपालको हेर्नु पर्दाखेरि 80-81 सालमा चाहिँ नेपालको तथ्याङ्क अनुसार नेपालमा कुल 1,94,000 जति व्यक्तिहरूमा चाहिँ मानसिक समस्या देखिएको छ। तर 10,000ले मात्र चाहिँ अहिलेसम्म आफ्नो औषधि उपचारहरू निरन्तरता दिइराख्नु भएको छ। त्यसले गर्दाखेरि त अब समस्या थुप्रोमा भयो। त्यसको 10% पनि आफ्नो औषधि उपचार गरिराख्नु भएको छैन। यहीँबाट यहाँले थाहा पाउन सक्नुहुन्छ कि मानसिक अवस्था अथवा मानसिक समस्या कतिको छ नेपालमा भनेर आफैले नै आँकडा गर्न सकिन्छ। अब हामीले सुनेअनुसार चाहिँ रोगको विभिन्न कारणहरू रहेको हुँदो रहेछ भने हामीले चाहिँ जाने बुझेको अथवा सर्वसाधारणले जाने बुझेको यो मनोसामाजिकको पनि कुनै केही कारणहरू हुन्छ कि त्यो बारेमा? अब प्राय हेर्दाखेरि सबै समस्या हुनको लागि चाहिँ अब एउटा कारणले मात्र ठ्याक्कै यसैले गर्दाखेरि यो भन्न सकिँदैन। त्यसको लागि विभिन्न कारणहरू चाहिन्छ, जस्तै बायोलोजिकल फ्याक्टरहरू भयो, अर्को भनेको इन्भाइरोमेन्टल फ्याक्टर हुन्छ, अर्को भनेको फ्यामिली हिस्ट्रीहरूले पनि हुने गर्दछ। अब यो रोग लागिसकेपछि चाहिँ हामीले कसरी उपचार गर्ने, या तपाईँको अब मानसिक समस्या भयो भने त्यही अनुसारको समाजमा गाली गलैचाहरू गर्नेदेखि लिएर विभिन्न किसिमको लान्छनाहरू लगाउने गरिँदो रहेछ होइन, त्यो बारेमा थोरै कसरी चाहिँ म्यानेज गर्ने अथवा त्योबाट कसरी बस्ने, यो तपाईँको पूर्ण रूपमा चाहिँ निको हुन्छ हुँदैन के छ भनेर सर्वसाधारणले बताइदिनुहोस्। हो, सरले चाहिँ एकदमै राम्रो कुरा निकाल्नुभयो। हाम्रो समाजमा चाहिँ मानसिक समस्यालाई लिएर विभिन्न प्रकारको लान्छनाहरू लगाइन्छ, जस्तै यो पूर्व जन्मको पापले गर्दाखेरि भएको हो, यो सरुवा रोग हो, यो एकचोटि लगाइसकेपछि कहिले पनि निको हुँदैन। त्यस्तो धारणाहरू यो समाजमा फैलिएको छ जुन चाहिँ गलत धारणाको हिसाबले चाहिँ हामीले हेर्न सकिन्छ। र मानसिक रोग एकचोटि लागिसकेपछि त्यसको समयमै पहिचान, त्यसको औषधि उपचारहरू गर्यो, निरन्तरता दिइराख्यो भने चाहिँ हामीले मानसिक रोगहरू चाहिँ निको पार्न सकिन्छ। कुनै अलिक गम्भीर खालको मानसिक रोगहरू हुन्छ, जस्तै बाइपोलर डिसअर्डर, सिजोफेनियाहरू हुन्छ। यो भयो भने चाहिँ उहाँहरूलाई औषधि लामो समयसम्म, ताकि भनौँ उहाँहरूको लाइफ लङ नै खानुपर्ने पनि हुनसक्छ। तर जस्तै डिप्रेसन, एन्जाइटीहरू यस्तो भयो भने चाहिँ हामीले सर्टेन टाइमको लागि औषधि चलाइन्छ। उहाँहरूको लक्षणहरू हेरेर हामीले औषधि पनि बन्द गर्न सकिन्छ। अब यति जानिरहँदाखेरि हामी शारीरिक सँगसँगै मानसिक रूपमा चाहिँ कसरी स्वस्थ रहने होइन, हामीले चाहिँ त्यो विषयमा थोरै विस्तृत रूपमा अलिकति बताइदिनुहोस् न। यसमा चाहिँ के गर्न सकिन्छ भने सर्वप्रथम चाहिँ सो हेरचाह गर्न पर्यो। त्यसको लागि हामीले डाइटमा ध्यान दिन पर्यो। अर्को भनेको हाम्रो स्लिप प्याटर्नहरू ध्यान दिन पर्यो। अर्को भनेको हामीले अब केही कुरामा हामी आफ्नो इन्भेस्ट गर्दैछौँ भने दिनमा 24 आवर हुन्छ है। त्यसमा हामीले आफ्नो लागि 30 या 40 सकिन्न भने 20 मिनट्स जस्तो निकालेर आफूलाई चाहिँ आफ्नो हबिज हुन्छ नि त, आफूलाई के गर्न मनपर्छ त्यो गरेर आफूलाई भुलाइरहेको कुराहरू, अब हामीले मानसिकको लक्षणहरू सबैलाई नेटमा गुगलमा सबै हेरेर लगभग व्यक्तिहरूलाई 2-4वटा लक्षणहरू थाहा भइसकेको हुन्छ। त्यो लक्षणहरू आफूमा देखिँदैछ भने तुरुन्तै परामर्श लिन जाने, अनि अर्को भनेको मनोचिकित्सकहरूलाई भेट्ने, त्यो गर्यो भने चाहिँ हुनसक्छ। अब यो डिजिटल जमाना पनि आइसकेको छ। यो डिजिटल जमानाले पनि मानसिक रूपमा चाहिँ अलिकति मानसिक स्वास्थ्यले चाहिँ अलिकति ह्याम्पर गर्दो रहेछ भन्ने पनि सुनिँदो रहेछ। यो विषयमा सत्य तथ्य के हो त्यो स्पष्ट पार्दिनुहोस् न। अब ठ्याक्कै डिजिटलले नै मेन्टल इलनेस गराउँछ भन्ने कुराको रिसर्चहरू भइसकेको छैन है। त्यही भएर अब केही हदसम्म चाहिँ त्यसले कन्ट्रिब्युट गर्ला मेन्टल इलनेस हुनको लागि। तर पनि अब ठ्याक्कै यसैले गर्दा हुन्छ भन्ने धेरै सोसल साइटहरू हेरिरहँदा बाहिरी वातावरणलाई भुलेर मोबाइलमा मात्र अथवा ग्याजेट्सहरूमा मात्र लागेको चाहिँ देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ कतिपय विशेष गरी चाहिँ यो बालबालिका तथा किशोर किशोरीमा हुने गर्दछ, जसले गर्दाखेरि चाहिँ अब डिप्रेसन, एन्जाइटीहरू चाहिँ ल्याएको तथ्यहरू छ। हस्, यहाँले मानसिक समस्याबारे अथवा मानसिक स्वस्थ कसरी रहने
अब नेपालमा समसामयिक के कस्तो रहेको छ होइन, तपाईँको दिनानुदिन तपाईँको यो विषयमा चाहिँ दिनानुदिन नेपाली स्वस्थ नेपालीहरू पनि यसको शिकारहरू भइरहेको छ भन्ने तथ्य चाहिँ यहाँले स्पष्ट पारिदिनु भयो र यसबाट कसरी बस्ने होइन, कसरी चाहिँ हामीले चाहिँ सही लाइफस्टाइल अपनाउने त्यो विषयमा पनि स्पष्ट पारिदिनु भयो। अब यो जाँदा जाँदै चाहिँ तपाईँले सबैले कसरी चाहिँ एकदमै स्वस्थ रहने अथवा फिजिकली रूपमा मात्रै नभइकन मानसिक रूपमा पनि अझै कसरी स्वस्थ रहने सबल रहने त्यो विषयमा जाँदा जाँदै थोरै कुरा भनेर भइदिनुहोस् न। यसमा चाहिँ अब त्यो शारीरिक स्वास्थ्य जस्तो नै हामीले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्यो। त्यसको लागि चाहिँ हामीले ब्यालेन्स डाइट खानु पर्यो, सुत्ने कुराहरू हुन्छ। एकजना वयस्क व्यक्तिलाई कम्तीमा पनि 7 देखि 8 घण्टासम्म चाहिँ सुत्न पर्यो। अर्को भनेको उहाँहरूले आफ्नो इच्छाहरू राख्नु पर्यो, जुन चाहिँ आफूलाई के गर्न मन लाग्छ त्यो चाहिँ आफूलाई चाहिँ समय दिन पर्यो कि। अर्को भनेको चाहिँ अब हामीले विभिन्न अहिले त हामीले योगाहरू मेडिटेसनहरू धेरै सुनिरहेको छौँ नि, त्योतिर गयौँ भने पनि हामीले त्यसलाई चाहिँ हामीलाई रिल्याक्स हुनलाई चाहिँ हामीलाई कुनै चिन्ता तनाव छ भने पनि त्यो हामीले यदि योगा मेडिटेसनहरू गऱ्यौँ भने त्यसले अलिकति मद्दत गरेको चाहिँ देखिएको छ। हस्, यहाँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद।